आजभन्दा करिब 80 वर्ष अघि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति थिए ह्यारी एस ट्रुम्यान। राष्ट्रपति ट्रुम्यानले व्हाइट हाउस भित्रको आफ्नो कार्यकक्षको टेबलमा एउटा साइन राखेका हुन्थे जसमा लेखेको हुन्थ्यो द बक स्टप्स हियर, अर्थात् जिम्मेवारी लिने सिलसिला यही टुङ्गिन्छ, म सबै कुराको जिम्मेवारी लिन्छु। आज म यो भिडियोमा राष्ट्रपति ट्रुम्यानको त्यही चर्चित साइन द बक स्टप्स हियरको उत्पत्ति र अर्थ, साथै अहिले पनि विशेष गरेर नेतृत्वको विषयमा यो कुरा किन सान्दर्भिक र महत्त्वपूर्ण छ भन्ने बारे चर्चा गर्नेछु। सुरु गरौँ इतिहासबाट। ट्रुम्यान सन् 1884 मा अमेरिकाको मिजोरी राज्यमा जन्मेका हुन्। मिजोरी सहित अमेरिकाको मिड वेस्टमा पर्ने राज्यहरूमा त्यति बेला पोकर गेम निकै लोकप्रिय थियो। समूहमा खेलिने पोकरमा पत्ता बाँड्ने पालो फेरिरहन्थ्यो र बाँड्ने पालो कसको हो भन्ने देखाउन त्यो मान्छेको अगाडि हरिणको सिङको बिँड भएको चक्कु राख्ने चलन थियो। अंग्रेजीमा हरिणको सिङलाई बकहन भनिन्छ। बक शब्द त्यही बकहनबाट आएको हो। पोकरमा कसैलाई आफ्नो पालोमा पत्ती बाँड्न मन लागेन भने उसले त्यो चक्कु अर्को खेलाडीलाई पास गरिदिन्थ्यो। त्यसैलाई पासिङ द बक भनिन्थ्यो। बिस्तारै जिम्मेवारी आफूले नलिएर अरूलाई पास गरिदिने सन्दर्भमा यसको प्रयोग हुन थाल्यो। मिजोरीमा हुर्केका ट्रुम्यान पनि पोकर खेल्न शौखिन थिए। उनले त्यो खेललाई वाशिङटनसम्मै ल्याए। भनिन्छ उनले डीसीमा पोकर खेल्ने समूह नै बनाएका थिए। राष्ट्रपति बनेपछि उनले पोकरको पासिङ द बकलाई व्हाइट हाउसभित्र प्रवेश गराए, फरक तर निकै गहिरो अर्थमा। जापानको हिरोसिमा र नागासाकीमा आणविक बम खसाल्ने विवादास्पद निर्णय र दोस्रो विश्वयुद्धको अन्त्य गर्ने निर्णय राष्ट्रपति ट्रुम्यानले नै गरेका थिए। एउटा राष्ट्रपतिको रूपमा आफूले ती निर्णयहरू गर्नै पर्ने ट्रुम्यानको तर्क थियो। अमेरिकी राष्ट्रपतिको कुर्सीमा जोसुकै बसे पनि उसले जिम्मेवारी पन्छाउन पाउँदैन र निर्णय गर्नै पर्छ भन्ने सन्देश दिन ट्रुम्यानले आफ्नो टेबलको माथि द बक स्टप्स हियर भन्ने साइन राखेका थिए। लिडरसिपको फिल्डमा ट्रुम्यानको त्यो साइनको चर्चा अहिले पनि उत्तिकै छ। कुनै पनि संस्था वा सङ्गठनमा कसैले न कसैले त अन्तिम जिम्मेवारी लिनै पर्छ। यदि कुनै नेतृत्वले आफ्नो मातहतमा भएका विषयको जिम्मेवारी लिँदैन भने त्यो संस्था वा सङ्गठनले दीर्घकालीन प्रगति गर्न सक्दैन। यो विषयलाई तपाईँ आफैसँग पनि रिलेट गर्न सक्नुहुन्छ। तपाईँ कुनै संस्था वा सङ्गठनको नेतृत्व तहमा हुनुहुन्छ भने सोच्नुहोस् त, तपाईले आफ्नो मातहतका केन्द्र, शाखा, महाशाखा, विभागमा भएका राम्रा र नराम्रा दुवै कामको अन्तिम जिम्मेवारी लिनुभएको छ कि अरू कसैका कारणले गर्दा यस्तो भएको हो भनेर टारिरहनु भएको छ। वा व्यक्तिगत जीवनमा तपाईलाई आफू अहिले जे छु त्यसमा म नै जिम्मेवार छु भन्ने लागेको छ कि फलानाका कारणले गर्दा म सोचे जस्तो ठाउँमा पुगेको छैन भन्ने लागेको छ। जे लागेको भए पनि एकपटक ट्रुम्यानको द बक स्टप्स हियर साइनका बारे मजाले सोच्नुहोस् है त। सायद नेतृत्वको सबैभन्दा सशक्त पाठ त्यही लुकेको छ कि